स्थापना र विपद व्यवस्थापन। हेलो एभ्रिवान, म आज तपाईहरुको लागि प्रहरी जवान अन्तर्वार्ता सिकान पाठ लिएर आएको छु र तपाईहरुको समय चाहिँ खेर नफालिकन म क्वेशन र एन्सरतिर लागे र तपाईहरुले कुनै जिज्ञासा छ भने कमेन्ट गर्नु होला। जस्तो कि पोशाक कस्तो लगाउने र के गर्ने नगर्ने कुनै मतलब केही जिज्ञासा छ भने तपाईहरुले कमेन्ट गर्नु होला। म कमेन्टमा पनि हजुरहरुलाई के रे प्रश्नको उत्तर चाहिँ दिनेछु र अब क्वेशनतिर लाग्यो। तपाईलाई नेपाल प्रहरी बन्न कसले प्रेरित गर्यो भनेर सोध्न सकिन्छ। प्रहरी संगठनको अनुशासन, इमानदारी र प्रतिष्ठा देखेर म प्रेरित भए सर भनेर भन्ने यो एकदमै बेस्ट एन्सर हो। यो सबैको लागि हुन सक्छ र अर्को उत्तर पनि छ यसको। र अर्को उत्तर म किन राखेको हो भने तपाईहरुलाई तपाईहरुको मतलब कोही फ्यामिलीमा चाहिँ प्रहरी हुनुहुन्छ, कोही हुनुहुन्छ भने उहाँलाई देखेर प्रेरित भएको भनेर भन्न सकिन्छ। त्यही भएर मेरो बुवा पनि प्रहरी हुनुहुन्थ्यो। उहाँको सेवा भाव र समर्पणले मलाई प्रेरित गर्यो सर भनेर भन्ने। अर्को उत्तर पनि छ समाजमा, यो पनि एकदमै राम्रो उत्तर छ। समाजमा शान्ति, सुरक्षा र न्याय कायम गर्न म आफै सक्रिय हुन चाहन्थे सर भनेर भन्ने। अर्को उत्तर तपाईलाई नेपाल प्रहरीमा मन पर्ने पक्षहरू मतलब पक्षहरू के छन् भनेर अरु चाहिँ छुट्या छ है। उत्तर नेपाल प्रहरीमा मन पर्ने पक्षहरू धेरै छन् सर। अनुशासन, तर अब के छ भनेर सोधिन्छ। अनुशासन, इमानदारी, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान, विशेष सुरक्षा, जनताको सुरक्षा आदि हुन् सर भनेर भन्दिने। तपाई प्रहरी बनेर के गर्ने योजना बनाउनु भएको छ भनेर सोध्न सकिन्छ। मेरो पहिलो लक्ष्य जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्नु हो। म अपराध नियन्त्रण, शान्ति, विपद व्यवस्थापन सक्रिय भूमिका खेल्न चाहन्छु सर भनेर भन्ने। अन्य पेशा व्यवसाय छाडेर प्रहरी नै किन रोज्नु भयो भनेर सोधिन सकिन्छ। त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो यो पनि। उत्तर प्रहरी पोशाक लगाएर जनताको सुरक्षामा खट्नु गर्वको कुरा हो र प्रहरी सेवा अनुशासित, समर्पण र उद्देश्यपूर्ण छ सर भनेर भन्ने। त्यही भएर मलाई प्रहरी मन परेको, रोजेको भनेर भन्ने। नेपाल प्रहरीको मुख्य कार्यहरू के हो भनेर सोधिन सक्छ अहिलेको अवस्थामा। उत्तर नेपाल प्रहरीको मुख्य कार्यहरू शान्ति र सुरक्षा कायम गर्नु, अपराध अनुसन्धान र दोषीलाई कानुनी कारबाहीमा ल्याउनु, जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्नु, ट्राफिक व्यवस्थापन र सडक सुरक्षा, विपद व्यवस्थापन, उद्धार कार्य गर्नु। विपद व्यवस्थापन अहिले चाहिँ नछुटाउनु होला है, किनकि खासमा अझै क्वेशनहरू आउँदैछ तपाईहरुको विपद व्यवस्थापन सम्बन्धी। किनभने के रे अहिले चाहिँ लेटेस्ट मतलब न्युजमा र मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कि तपाईहरुले हिजो अस्तिको न्युज चाहिँ पढेर जानु होला। त्यही भएर अहिले विपद व्यवस्थापन देशको संकटमा आइरहेछ। मतलब एकदमै प्राकृतिक प्रकोप हो विपद व्यवस्थापन भनेको र अहिले चलेको न्युज पनि छ खासमा। र उद्धार कार्य कानुनी कार्यान्वयन र अदालतको आदेश पालना गर्नु र गराउनु हो सर भनेर भन्ने। अब यसबाट 2-4 वटा पनि पोइन्ट भन्नु सक्नुभयो भने एकदमै राम्रो। नेपाल प्रहरी बाहेक तपाईलाई मन पर्ने पेशा कुन हो भनेर पनि सोध्न सक्छ, अप्सनमा दिन सक्छ। अब सेना र सशस्त्र प्रहरी बल भन्नु होला। किनभने अब प्रहरीसँगै फोर्ससँगै रिलेटेड हो र यो मान्छेलाई फोर्समा इन्ट्रेस्टेड हुनु, यो मान्छेलाई फोर्समा इन्ट्रेस्ट छ भनेर बुझिन्छ। त्यही भएर किनभने सेना र सशस्त्र बलमा पनि देश र जनताको सुरक्षाका लागि सेवा गर्न पाइन्छ। अनुशासन, साहस र समर्पणको भावना प्रहरीसँगै मिल्दोजुल्दो छ। त्यसैले यो पेशा पनि मलाई मन पर्छ सर भनेर भन्ने। नेपाली समाजमा किन मतलब
किन दिनहुँ आपराधिक घटनाहरू बढ्दै छन् भनेर पनि सोध्न सक्छ। तपाईँको जिज्ञासा के छ भनेर यसलाई न्यूनीकरण गर्ने र यो किन बढिरहेछ भनेर सोध्न सकिन्छ। उत्तरमा दिने नसा र लागु औषधको दुरुपयोग, मतलब नसा गरेर कुनै घटना घटाउन सकिन्छ, लागु औषध गरेर कुनै घटना घटाउन सकिन्छ नि त। खासमा समाजमा चेतनाको कमी, मानसिक तनाव आदि कारण आपराधिक घटनाहरू बढ्दैछन् सर भन्ने। यसलाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ भनेर सोधिदिन सक्छ। सामुदायिक प्रहरी साझेदारी बलियो बनाउने सर, जनचेतना कार्यक्रम सञ्चालन गर्ने। अब विपद सम्बन्धी अब किन विपद सम्बन्धी भने अहिले खासमा विपद चाहिँ एकदमै उद्धार कार्यहरू प्रहरीले गरिराख्नु भएको छ र प्रहरीसँग सम्बन्धित छ र प्रहरीसँग सम्बन्धित मात्र नभइकन सिडिओ कार्यालयहरूसँग सम्बन्धित, स्थानीय तहसँग सबैसँग सम्बन्धित छ। त्यही भएर विपद सम्बन्धी एकदमै चासो दिन सकिन्छ र यो एकदमै महत्त्वपूर्ण हुन सक्छ यो एन्सरहरू, क्वेसन एन्सरहरू। विपद भनेको के हो भनेर सोध्न सक्छ। विपद भनेको मानवीय जीवन, सम्पत्ति र वातावरणमा ठुलो क्षति पुर्याउने घटना हो, जस्तै भूकम्प, बाढी पहिरो, आगलागी, महामारी आदि हुनु। प्रहरीको भूमिका विपद व्यवस्थापनमा के हुन्छ भनेर सोधिदिन सक्छ। जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार कार्यमा सहयोग गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, सूचना सङ्कलन गर्ने, सम्प्रेषण गर्ने, राहत वितरणमा सहयोग गर्ने। जस्तो आवाजावत अब भइरहेछ भने आवाजावतमा पनि अब के अरे यो बाटो नजानु, यो बाटोमा के अरे पहिरो खस्न सक्छ भनेर भन्न सकिन्छ नि त। प्रहरी अग्ररूपमा हुन्छ, खासमा फोर्स सबै हुन्छ। विपदको समयमा प्राथमिकता दिने कार्यहरू के हुन् भनेर पनि सोध्न सकिन्छ। जीवन रक्षा, घाइतेको उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, आपतकालीन सम्पर्क कायम राख्ने, जनतालाई सही सूचना दिने। विपदको पूर्व तयारीमा प्रहरीको भूमिका के हुन्छ भनेर सोध्न सकिन्छ। जनचेतना कार्यक्रम सञ्चालन गर्ने, सम्भावित जोखिमको मूल्याङ्कन गर्ने, उद्धार सामग्री तयार गर्ने, तालिम र अभ्यास गर्ने। र अर्को चाहिँ के हो भने के अरे लाउड स्पिकरमा फुक्छ नि, जनचेतना त्यसैमा आइहाल्यो, तर सूचना पनि दिने काम गर्छ खासमा सूचना। र बाढी वा पहिरोको समस्यामा के सावधानी अपनाउनु पर्छ भनेर पनि सोध्न सकिन्छ। उच्च स्थानमा जानु, विद्युत उपकरण बन्द गर्नु, सरकारी सूचना पालना गर्नु मतलब उद्धार टोलीलाई सहयोग गर्नु। अब तपाईले प्रहरी सेवामा गएर के कस्ता गुण देखाउनुहुन्छ भनेर सोध्न सकिन्छ। र अर्को कुरो के हो साथीहरू, विपदमा कतिजनाको मृत्यु भयो त्यो पनि सोध्न सकिन्छ। र आज म चाहिँ अलि छिटै भिडियो बनाएको कारणले गर्दाखेरि त्यो मैले भ्याउन सकिन्न। अब तपाईँहरूलाई मतलब 22 गतेबाट इन्टरभ्यू चाहिँ सुरु छ भने तपाईँले एकचोटि 21 गते साँझतिर चाहिँ हेर्नु होला विपदमा कतिजनाको मृत्यु भयो भनेर। तपाईँले प्रहरी सेवामा गएर के कस्ता गुण देखाउनुहुन्छ भनेर सोध्न सकिन्छ। उत्तर, प्रहरी सेवामा गएपछि मैले देखाउन सक्ने प्रमुख गुणहरू अनुशासन, जिम्मेवारी, समय पालना र आदेशको पालना र सङ्गठनको नियम अनुसार कार्य गर्न सक्ने भनेर। द्रुत निर्माण क्षमता, सङ्कट र आपतकालीन अवस्थामा चाँडो र सही निर्णय लिन सक्छु सर भनेर भन्ने। शारीरिक मानसिक तन्दुरुस्ती र कठिनाइ ड्युटी र गस्ती र अपरेसनमा सक्रिय सहभागिता देखाउन सक्छु भनेर भन्ने। अलि ल्याङ्ग्वेज चाहिँ बिग्रेछ। जेनजी जेड आन्दोलनमा कतिजनाले शहादत प्राप्त गरेका छन् भनेर यो मैले किन राखेको भने यो फेरि अब लेटेस्ट अपडेट आइसकेको छ। 76 भन्दा बढीको मृत्यु र सय घाइते छ होइन। अब तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोला,
सब्सक्राइब गर्नुहोला र कुनै जिज्ञासा छ भने कमेन्ट गर्नुहोला। कुनै जिज्ञासा भनेको अब युनिफर्म कस्तो लगाउने, के लगाउने, मतलब सोधेर भित्र जाने कि नजाने, म खासमा यो सम्बन्धी चाहिँ एउटा भिडियो बनाइसकेको हो पहिला नै, अब कति साल पहिला नै बनाइसकेको हो। तर त्यो भिडियो चाहिँ अब खोजेर हेर्नुहोला। खासमा 7 कि 8 मिनटको जति भिडियो छ, त्यसमा मैले पुरै चाहिँ डिस्क्राइब गरिदिएँ हो। हस् त, थ्याङ्क यू साथीहरू।